कल्पना गर्नुस् तपाईँ पहिलो पटक रसिया पुग्नुभयो। एयरपोर्ट बाहिर निस्किनुभयो। सबैजना रसियन ल्याङ्ग्वेज बोलिरहेका छन्। वेदर -15 डिग्री छ। ट्याक्सी ड्राइभरले इङ्ग्लिस बुझ्दैन र तपाईँ सोच्दै हुनुहुन्छ मैले सही निर्णय गरेँ कि गलत। यही अनुभव धेरै नेपाली विद्यार्थीहरूले रुस पुगेको पहिलो हप्तामा भोग्ने गर्दछ। तर यदि तपाईँले पहिले नै केही महत्त्वपूर्ण कुराहरू बुझ्नुभयो भने रुसमा स्टुडेन्ट लाइफ धेरै नै सहज बन्न सक्छ। आजको भिडियोमा म तपाईँहरूलाई रुस पढ्न जाने नेपाली विद्यार्थीहरूले ध्यान दिनुपर्ने 15वटा महत्त्वपूर्ण कुराहरू विस्तृतमा बताउने छु। यदि तपाईँ रसियामा पढ्ने सोच बनाउँदै हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि यहाँ आउने धेरै गल्तीहरू तपाईँले पहिले नै अभोइड गर्न सक्नुहुन्छ। पहिलो नम्बरमा छ युनिभर्सिटीको छनौट। धेरै विद्यार्थीहरूले केवल एजेन्टको कुरा सुनेर युनिभर्सिटी छनौट गर्दछ। त्यसैले पहिलो समस्या आउन सक्छ, जस्तै इङ्ग्लिस प्रोग्राम राम्रो नहुनु, इन्टरनेसनल स्टुडेन्ट सपोर्ट कमजोर हुनु, डिग्री रिकग्नाइजेसनमा समस्या आउनु। त्यसैले युनिभर्सिटी छनौट गर्दाखेरि गभर्मेन्टमा रजिस्टर छ कि छैन, इन्टरनेसनल स्टुडेन्ट कति छन्, कोर्स ल्याङ्ग्वेज के हो, सिटी लोकेसन कहाँ हो, यी सबै कुराहरू राम्रोसँग रिसर्च गर्नु पर्दछ। सही युनिभर्सिटी छनौट गर्नु भनेको आधा सफलता पाउनु जस्तै हो। दोस्रो नम्बरमा छ कोर्स र ल्याङ्ग्वेज रियालिटी। धेरै नेपाली विद्यार्थीहरूले एउटा कमन मिस्टेक गर्छन्। उनीहरू सोच्छन् रुसमा धेरै कोर्स इङ्ग्लिसमा हुन्छ, तर रियालिटी के हो भने रुसमा धेरै प्रोग्राम रसियन ल्याङ्ग्वेजमा पढाइ हुने गर्दछ। त्यसैले धेरै विद्यार्थीले 1 इयर प्रिपेयरिटी कोर्स गर्छन्, जहाँ उनीहरूले रसियन ल्याङ्ग्वेज र बेसिक एकाडेमिक प्रोग्रेसनहरू सिक्दछन्। यदि तपाईँ इङ्ग्लिस प्रोग्राममा पढ्न चाहनुहुन्छ भने हजुरले एडमिसन गर्नु अघि नै ल्याङ्ग्वेज छान्नु पर्दछ। अर्को तेस्रो नम्बरमा रहेको छ ल्याङ्ग्वेज ब्यारियर। रुस पुगेपछि नेपाली विद्यार्थीहरूले सबैभन्दा धेरै स्ट्रगल गर्ने कुरा हो ल्याङ्ग्वेज ब्यारियर। उदाहरणका लागि सुपरमार्केट, मेट्रो स्टेसन, हस्पिटल, गभर्मेन्ट अफिस, यी धेरै ठाउँहरूमा इङ्ग्लिस कमै मात्रामा प्रयोग हुन्छ। तपाईँले त्यसैले रुस आउनु अघि रसियन ल्याङ्ग्वेज, रसियन अल्फाबेट सिक्नु अत्यन्त उपयोगी हुन्छ। विश्वास गर्नुहोस्, थोरै रसियन ल्याङ्ग्वेजले तपाईँको जीवन धेरै सजिलो बनाउँछ। अर्को छ चौथो नम्बरमा डकुमेन्ट्स प्रिपरेसन। विदेश पढ्न आउँदा डकुमेन्ट सबैभन्दा सेन्सिटिभ कुरा हो। सामान्यतया आवश्यक डकुमेन्टहरू तपाईँसँग पासपोर्ट, युनिभर्सिटी एडमिसन लेटर, स्टुडेन्ट भिजा, एकाडेमिक सर्टिफिकेट, मेडिकल टेस्ट रिपोर्ट, HIV रिपोर्ट लगायत केही अवस्थामा तपाईँलाई नोटरी ट्रान्सलेसनको पनि आवश्यक पर्दछ। त्यसैले कुनै पनि डकुमेन्ट्स प्रोसेसमा डबल चेक गर्न जरुरी हुन्छ। अर्को छ 5औं नम्बरमा भिजा प्रोसेस। रुस स्टुडेन्ट भिजा प्रोसेसमा सामान्यतया 3 चरणमा हुन्छ। युनिभर्सिटीबाट इन्भिटेसन लेटर, एम्बेसीमा भिजा एप्लिकेसन र भिजा एप्रुभल। भिजा एप्लाई गर्दा पासपोर्ट भ्यालिडेट, सही डकुमेन्ट र एप्लिकेसन एक्युरेसी हुन धेरै महत्त्वपूर्ण हुन्छ। सानोतिनो गल्तीले भिजा डिले पनि हुन सक्छ। अर्को छ 6औं नम्बरमा लिभिङ एक्सपेन्सेस। धेरै विद्यार्थीको अर्को ठुलो प्रश्न हुन्छ रुसमा बस्न कति खर्च लाग्छ। सिटी अनुसार खर्च फरक हुन्छ। एभरेज मन्थली एक्सपेन्सेस तपाईँको एकोमोडेसन, फुड, ट्रान्सपोर्टेसन, इन्टरनेट लगायतका कुराहरूमा तपाईँको $200 देखि $400 पर मन्थ खर्च हुन सक्छ। यदि तपाईँ मस्को अथवा सेन्ट पिटरबुर्गमा हुनुहुन्छ भने झन् बढी खर्च लाग्न सक्छ। अर्को छ तपाईको एकोमोडेसन। रुसमा बस्न दुई मुख्य विकल्पहरू हुन सक्छ। पहिलो
युनिभर्सिटी होस्टेल तपाईको यसमा एडभान्टेजहरू चाहिँ सस्तो र युनिभर्सिटी नजिकै हुन्छ। र दोस्रो छ तपाईलाई प्राइभेट अपार्टमेन्ट। यसको एडभान्टेजहरू चाहिँ तपाईले कम्फर्टेबल र प्राइभेसी, तर अपार्टमेन्टको खर्च धेरै हुन्छ होस्टेलको भन्दा। अर्को छ तपाईको पार्ट टाइम जब रियालिटी। धेरै विद्यार्थीहरूको मुख्य क्युरियोसिटी हुन्छ, रुसमा बस्दै गर्दा काम पाइन्छ? हो, काम पाइन्छ, तर सजिलो छैन। कारण हो रसियन ल्याङ्ग्वेज रिक्वायरमेन्ट, वर्क पर्मिट रुल्स। त्यसैले तपाईले कमन जबहरू चाहिँ स्टुडेन्टको लागि चाहिँ फुड डेलिभरी, रेस्टुरेन्ट वर्क, वेयरहाउस क्लिनिङ लगायतमा काम पाउन सक्छ। तर याद राख्नुहोस्, रसियामा स्टडी नै पहिलो प्रायोरिटी हुनुपर्दछ। अर्को छ रसियन विन्टर। यदि तपाईँ नेपालबाट आउँदै हुनुहुन्छ भने रुसको विन्टर तपाईका लागि एकदमै ठुलो सक हुन सक्छ। विन्टर टेम्परेचर तपाईको -10 डिग्रीदेखि -30-40 डिग्रीसम्म हुन्छ मस्को लगायतका सिटीहरूमा। त्यसैले रुस आउँदा हेभी ज्याकेट, थर्मल क्लोथ, विन्टर बुट्स लगायतका कुराहरू एकदमै महत्त्वपूर्ण हुने गर्दछ। अर्को छ तपाईको कल्चर डिफ्रेन्ट। रुसको कल्चर नेपालभन्दा धेरै नै फरक छ। जस्तै मानिसहरू कम बोल्ने गर्छन्, पर्सनल स्पेस एकदमै महत्त्वपूर्ण दिन्छ, पब्लिक रुल्स कडाइका साथ पालना हुन्छ, तपाईले रेस्पेक्टफुल व्यवहार राख्नु धेरै महत्त्वपूर्ण हुन्छ। अर्को छ सेफ्टी। रुस जेनरली सेफ्टी कन्ट्री हो, तर स्टुडेन्ट भएर तपाईले केही बेसिक सेफ्टीहरू ध्यान दिनुपर्दछ, जस्तै कि डकुमेन्ट सुरक्षित राख्नु, राति अनफ्यामिलियर एरियाहरूमा नजानु र विशेष गरी लोकल ल पालना गर्नु। अर्को छ अपर्च्युनिटी। रुस पढ्न आउनु भनेको केवल डिग्री लिनु मात्र होइन, यहाँ तपाईलाई धेरै अवसरहरू पनि मिल्छ, जस्तै कि इन्टरनेसनल रिलेसन बढाउनु, न्यू ल्याङ्ग्वेज, रिसर्च अपर्च्युनिटी, कल्चर। यदि तपाईँ एक्टिभ हुनुहुन्छ भने भविष्यका धेरै ढोकाहरू खुल्न सक्छ। अर्को कुरा छ नेटवर्किङ। विदेशमा नेटवर्किङ अत्यन्तै महत्त्वपूर्ण हुन्छ। कन्ट्याक्ट विथ नेपाली स्टुडेन्ट कम्युनिटी, इन्टरनेसनल स्टुडेन्ट, प्रोफेसर। नेटवर्किङले तपाईलाई इन्टर्नसिप, जब, करियर अपर्च्युनिटीहरूको ढोका खोल्दछ। अर्को एकदमै महत्त्वपूर्ण कुरा भनेको स्क्यामबाट सावधान रहनुहोस्। विदेश पढ्ने प्रोसेसमा धेरै विद्यार्थीहरूले फेक एजेन्टको शिकार हुन गरेका छन्। त्यसैले अफिसियल युनिभर्सिटी वेबसाइट चेक गर्नुहोस्, र्यान्डम एजेन्टमा विश्वास नगर्नुहोस्, पेमेन्ट प्रुफहरू राख्नुहोस् यदि तपाईँ पेइङमा पढ्न आउँदै हुनुहुन्छ भने। यदि स्कलरसिपमा छ भने यो कुरा खासै गरिराख्नु परेन। अर्को अन्तिम पोइन्ट भनेको मेन्टल प्रिपेरेसन। विदेश पढ्न आउँदा सुरुमा केही च्यालेन्जहरू हुन सक्छ, जस्तै कि तपाईलाई होम सिकनेस, कल्चर सक, ल्याङ्ग्वेज डिफिकल्ट। तर यी सबै टेम्पोररी कुरा हुन्, समयसँगै तपाईँ एडजस्ट गर्न थाल्न सक्नुहुन्छ। तपाईँ रुस पढ्न जाने योजना बनाइरहनु भएको छ भने आशा छ यो भिडियोले तपाईलाई धेरै उपयोगी जानकारी दिएको छ। यदि तपाईलाई रसिया स्टडी रिलेटेड क्वेसनहरू छ भने कमेन्टमा सोध्न सक्नुहुन्छ। भिडियो हेल्पफुल लाग्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हामी अर्को भिडियोमा फेरि भेट्नेछौँ। धन्यवाद।